होइन यो घन्टे ग्याङहरू चाहिँ के भएको हो, जहाँ पनि विरोध गरेको छ, जहाँ पनि विरोध गरेको छ, पछाडि डोजर राखेर के नाटक गर्न खोजेको, के चमत्कार गर्न खोजेको भनेर भनौँला। तिमीहरूको श्रम पितालाई पनि राम्रोसँग थाहा छ कि श्रमदाताहरूलाई कसरी चाहिँ अल्झाएर राख्ने होइन। दिनभरि यत्रो ढुङ्गा बोकाएर चाहिँ साँझ पख यत्रो चोक्टा कसरी घिचाउने, अनि त्यो क्युमारबाट पठाएको पैसा चाहिँ सदुपयोग कसरी गर्ने भन्ने कुराहरू तिमीहरूको श्रम पितालाई राम्रोसँग थाहा छ के। अनि अर्को कुरा, तिमीहरूको श्रम पितालाई यो कुरा सिकाइदिनु, देश र देश बन्नको लागि जनता के अरे व्यक्ति र परिवार पनि सँगसँगै बन्नुपर्छ भन्ने कुरा तिमीहरूको यो श्रम पितालाई पनि सिकाइदिनु। अनि अर्को कुरा, अनि तिमीहरूको घरमा बालबच्चा अनि परिवार पाल्नु पर्दैन। अनि श्रमदान गर्नु नै नराम्रो काम भनेको होइन, श्रमदान कहाँ र कति बेला गर्ने भन्ने कुराहरू हुन्छ। दिनमा डोजरले गरे पनि 3-4 घन्टामा हुने काम चाहिँ 100-200 जनाले चाहिँ सडकमा उतारेर श्रमदान गर्नु त्यो राम्रो मानिँदैन। 8-10 हजारमा हुने काम त्यही काम चाहिँ श्रमदाताले चाहिँ गऱ्यो भने चाहिँ 2-3 लाख रुपियाँमा हुन जान्छ त्यो काम। अनि घरमा चाहिँ यत्रो साँझ चाहिँ दिनभरि चाहिँ श्रमदान गरेर चाहिँ यत्रो मासुको चोक्टा आफू घिचेर जाने, अनि साँझ अनि परिवारलाई चाहिँ गएर पाल्नु पर्दैन, उनीहरूको चाहिँ खुवाउनु पर्दैन, छोराछोरी पाल्नु पर्दैन। यो कुरा तिमीहरूको श्रम पितासँग पुगाइदिनु होला। भिडियो तिमीहरूको श्रम पितासँग पुग्नको लागि यो भिडियो सेयर गर्नु अथवा श्रमदातासँग पुग्नलाई सेयर गर्नु होला। धन्यवाद छ अहिलेलाई यति, बाँकी फेरि बनाउँला।